हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग भिडियो। र आज चाहिँ के गर्नु गइरहेको छु भने आज चाहिँ म घरको डेकोरेसन गर्नुको लागि चाहिँ तयार भइसकेको छु। मैले अघिदेखि नै वेडिङको लागि तारहरू चाहिँ तर्काइसकेको छु। र आज चाहिँ विशेष दिन के हो भने थाहा छ होला, आज चाहिँ लक्ष्मी पूजा। त्यही भएर आज चाहिँ घरमा यसो फुलहरू लगाउने अनि तल फुलहरू चाहिँ हुँदैछ। र जति शुभ दीपावली तथा छठ पर्व 2022 को पावन अवसरमा सम्पूर्ण एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पूर्णमा सुख शान्ति समृद्धि दीर्घायु एवं उन्नति प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। र फाइनली डेकोरेसन पनि कम्प्लिट भइसकेको छ बाहिरको। अनि हल्का यहाँ चाहिँ अब ट्राई गरियो बल्छ कि बल्दैन भनेर बुझ्न आँट्यो। टक्कसँगलाई तारले मिल्यो भयो। र यहाँ चाहिँ यो पूजाको लागि ग्लास ट्रायलको लागि बालियो। अनि अब मानिस चाहिँ यहाँनिर रङ्गोली बनाउनको लागि तयार गर्दै हुन्छ। र अब चाहिँ रङ्गोली स्टार्टिङ हुँदैछ होइन। सो यसको फाइनल डिसिजन चाहिँ अब मैले बनाइसकेपछि देखाउँछु होइन। तपाईँहरूलाई पनि कस्तो हुन्छ, तपाईँहरूको पनि तिहार एकदमै रमाइलो हुन्थ्यो होला। यसो यहाँ चाहिँ रङ्गोली स्टार्ट भइसकेको छ हाम्रो चाहिँ। र फाइनली अहिले चाहिँ रङ्गोली कम्प्लिट भइसकेको छ। अब चाहिँ यसलाई दियो बिचमा लगाउँदै हुन्छ। यसलाई चाहिँ अब दियोहरू बालेर यहाँ लक्ष्मी पूजाको स्टार्टिङ। यहाँ चाहिँ दियोहरू पनि कम्प्लिट बालिसक्यो, कम्प्लिट भइसक्यो झिल्लीमिल्ली। अब चाहिँ लक्ष्मी पूजा पुग्ने बेला भइसकेको छ। सो तपाईँहरूले मेरो भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ अनि लाइक कमेन्ट गर्नु चाहिँ नबिर्सिनु है। क्यान्डलहरू बाल्दैछ होइन। यो साल चाहिँ एकदम राम्रोसँगले गरिएको। झिल्लीमिल्ली पूजाहरू पनि गरिसकेर भन्दा पनि पूजा गर्ने टाइम बाहिरबाट बाल्दै भित्र जानु पऱ्यो नि त। रङ्गोली एकदमै दामी बनिसक्यो। ट्राई गर्नु यहाँनिर भित्र सर हामीलाई पुज्ने ठाउँमा अब चाहिँ
अब चाहिँ यहाँनिर बुवाले स्टार्ट गर्दै हुनुहुन्छ लक्ष्मी पूजा चाहिँ बुवाबाट स्टार्ट भइसक्यो पूजा गर्दै हुनुहुन्छ अन्त हल्का सिम्पल डेकोरेसन लक्ष्मी पूजाको पनि अनि यो बुवाले चाहिँ बुझिसक्नुहुन्छ हाम्रो लक्ष्मी माताहरू एकदमै दामी छ तर एकपट्टि छ त फुटेको छ अब चाहिँ आमाले पुज्दै हुनुहुन्छ होइन सिम्पल हल्का धेरै अब आमाले पुज्दै हुनुहुन्छ बुवाले पुजिसक्नु भयो नि त अब आमाको पालो त्यहाँबाट मात्रै हाम्रो पालो तर आमाले चाहिँ कति मुखमा टस राखेर पुज्दै हुनुहुन्छ नि त अब चाहिँ हामीले पनि पुजिसक्नुभयो टक्कसँग हात खुट्टा धोएँ होइन मैले पनि हल्का पुजेँ अनि पुजिसकेपछि म पनि बाहिरबाट टक्कसँगले भिडियो बनाउनु फेरि स्टार्ट गरेँ हाम्रो रङ्गोलीदेखि स्टार्ट गर्दै 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 नै अब गाउँ त डुङ्गा भाग्न भिन्का त होइन सही माथिबाट जुन गर्दै डाउन गर्दै झिल्लिमिल्ली रङ्गोली हल्का डेकोरेसन खासै राम्रो त होइन अब जस्तै नर्मल वरिपरि झिल्लिमिल्ली बत्तीहरू बालेर यता चाहिँ क्यान्डल अनि एकदम क्यान्डल त अब माथि बाल्नु भएन त माथि बत्तीहरू जल्ने समस्या हुन्छ डर हुन्छ नि त माथि चाहिँ नन स्टिप बत्ती मात्रै त्यो डर फाइनली त पारी पनि झिल्लिमिल्ली भइरहेछ अन्त बत्तीहरू तर खासै पुऱ्यो अनि त फेरि पनि म बत्ती निभाएर यसो हल्का हल्का भिडियो देखाउनको लागि चाहिँ मैले भिडियो बनाउँदै यसपालि चाहिँ सिलाङमा पनि लगायो र एकदमै दामी भइरहेछ आफ्नै आफ्नै र लक्ष्मी पूजाहरू पनि पुगिसकेपछि चाहिँ भिडियोको अन्तिमतिर र यदि तपाईँहरू मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब त्यो छेउको घन्टी बजाउनु चाहिँ पक्कै नबिर्सिनु है र तपाईँहरूले कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ लाइक कमेन्टमा आफ्नो ठाउँको नाम भनेर सबैजनालाई 2082 सालको शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।